This is letter M. It represents the sound. अब भन्ने बानी त लागिसकेको छ अघि नै, किनभने हामीले फुड टेस्टिङहरू गराएर भन्न सिकाइसकेका हुन्छ बच्चालाई भने. You must close your lips. So let's practice stretching it. Okay? Stretchy sound lai हामी यसरी action गर्छ. This is letter M. It represents the sound. Maisie. Mountain. Flick. Phoneme भन्ने बित्तिकै अब ठ्याक्क टेलिफोन सम्झिनुस्. It's the sound. Grapheme. यसमा GRAPH मात्रै हेर्नुस् त, यहाँ PHONE मात्रै हेर्नुस् ल. फोन भन्ने बित्तिकै साउन्ड भइहाल्यो. फोनबाट त हेलो भन्दाखेरि साउन्ड आयो. ग्राफ भनेको के हो? जस्तै if I was drawing a graph, what do I do? मैले ग्राफ बनाएँ ल, यसरी ग्राफ बनाएँ, बार ग्राफ बनाएँ, लाइन ग्राफ बनाएँ. What is it? Drawing हो, पिक्चर हो. So ग्राफिङ भनेको के हो? पिक्चर हो. ओके, जस्तै मैले बच्चालाई गोलो गोलो अन्डा पुलिसको डन्डा भन्दै पढाएको याद छ? अब यहाँ गोलो गोलो अन्डा पुलिसको डन्डा अनि बाख्राको हनुमानको पुच्छर कथा भन्दै होइन त. अनि what they're doing is गोलो अन्डा भनेको यो ड्रइङ त हो नि. ड्रइङ अनि लाइन पनि ड्रइङ हो, यो पनि कर्भ हो होइन, अनि यो यस्तो हो किन भनेपछि मैले कथासँग एसोसिएट गरेर बनाएको त पिक्चरै हो नि त. फोनोलजिकल अप्रोच भन्छ है, फोनोलजिकल अप्रोच भन्छ. अब फोन भनेर सुन्नुहुन्छ नि तपाईँले, फोन भनेको के हो भन्नु त? फोनलाई केसँग एसोसिएट गर्नु मिल्छ? फोन PHONE होइन, सुनेर भनेपछि साउन्ड है. फोन भन्ने बित्तिकै साउन्ड भयो. फोनोलजिकलमा त्यस्तो भयो. एउटा चाहिँ फोन भयो, साउन्डको बेसिसमा हुन्छ. अर्को चाहिँ लजिकल. सो इट्स नट लाइक कि यता चाहिँ एउटा रुल लागेर उता नलाग्ने भन्ने हुँदैन. इट्स लजिकल. यसमा पनि म्याथ्समा जस्तै लजिक छ. If you do this and this will happen भनेर हुन्छ नै के त्यो. फोनोलजिकल मेथड भनेको अथवा फोनिक्स भनेको चाहिँ के हो भने साउन्डलाई प्रयोग गरेर, using the sound you're going to teach the children the logical way of handling words